बुट्टा राख्ने बेलामा ढिलो हुँदो रहेछ है। तपाईँको नाम के हो नि? ए प्रियङ्का हो। के बनाउँदै हुनुहुन्छ? यो के हो? सल हो। ए अनि कति समय लाग्छ नि यो बुन्न? एउटा भ्याउन 3 दिन लाग्छ। ए लामै समय लाग्दो रहेछ है। अनि कहाँ सिक्नु भएको नि? तपाईँले तालिम लिनुभएको कि? ए हो, यहीँ घरमै सिक्नु भएको? ए कति समयदेखि बुन्न लाग्नु भएको छ नि तपाईँले? भयो 1 इयर्स। ए भनेपछि तपाईँले यहाँ पनि धेरै यो ह्यान्डिक्राफ्ट भन्छ कि होइन यसलाई? ह्यान्डिक्राफ्ट धेरै नै देखियो। सब तपाईँले बुन्नु भएको नि छ यसमा? ए भनेपछि तपाईँले अर्डर दिएर पनि बनाउनुहुन्छ होइन? आफूलाई मन परेको कलर मन परेको होइन? ए अनि तपाईँको यो सम्पर्क गर्ने केही माध्यम छ क्या? सामाजिक सञ्जाल अथवा मोबाइल केही छ? ए हो, बिस्तारै। भनेपछि व्यवसाय राम्रै चलेछ। ए तपाईँले आफूले त अब यो काम गर्नुभयो, कसैलाई सिकाउनु नि हुन्छ कि के गर्नुहुन्छ? ए कुनै इच्छुक व्यक्तिहरू यस्तो ह्यान्डिक्राफ्ट सम्बन्धी ढाकाको यस्तो गर्न सिक्ने इच्छा छ भने सिक्न नि सक्नुभयो क्या है? सिक्ने अब कसरी सिकाउनुहुन्छ? शुल्क लिएर हो कि निःशुल्क हो? हो त्यही त नि। ल तपाईँको ह्यान्डिक्राफ्ट चाहिँ यो चाहिँ ढाकाको हातले बुन्ने चाहिँ धेरै राम्रो लाग्यो। ल सबै जति पनि यो भिडियो हेर्ने दर्शकहरू हुनुहुन्छ, यदि तपाईँहरू पनि ढाकाको माछापुछ्रे गाउँपालिका वार्ड नम्बर 7 धम्पुसमा चाहिँ तपाईँहरू आएर आफूले चाहे अनुसारको चाहिँ यो ढाकाको सल चाहिँ तपाईँले चाहिँ सम्पर्क गरेर खरिद गर्न सक्नुहुन्छ है त। हस्, धन्यवाद।